ओइ केटा के भयो किन यस्तो गरेकोले ह के गर्नु नि दाइ यसले मेरो गर्लफ्रेन्ड पटाएर हान्दैछ भनेको यार गर्लफ्रेन्ड हान्दैछ रे लाज शरम नआएको तँलाई लाज शरम नआएको यसलाई त मास ओइ केटा के भयो किन यस्तो गरेकोले ह के गर्नु नि दाइ यसले मेरो गर्लफ्रेन्ड पटाएर हान्दैछ भनेको यार गर्लफ्रेन्ड हान्दैछ रे यस्तो गर्छ हो नि आफ्नो साथीको गर्लफ्रेन्ड छोड दे भाइ मोर्ला यार बिचरा यार अनि गर्लफ्रेन्ड भनेको हेर केटा हो हेर केटा गर्लफ्रेन्ड भनेको बाटोमा बजाउन राखेको मादल जस्तै हो त्यो बाटोको मादल जसले बजाए पनि हुन्छ ये सब क्या देखना पड़ रहा है।